सबै साथीहरूलाई फेरि स्वागत छ होइन। आज फेरि हामी एउटा टपिकमा सानो भिडियो बनाउँदैछौँ। त्यो के भने नि साथीहरू, अब हामीहरूले युट्युबमा मोनेटाइजेसन भने सुनेकै छौँ होइन। मोनेटाइजेसन भन्नाले हाम्रो भिडियोमा प्रचार प्ले हुन दिनलाई होइन। त्यो दिन हामीले त्यसलाई पनि एउटा इनेबल गराउनु पर्छ होइन। त्यो इनेबल कहिलेकाहीँ सुरुमा हामीले युट्युब च्यानल बनाउँदाखेरि इनेबल हुन सकिँदैन। सो समटाइम इट्स फ्रिज होइन। तपाईँ जब मोनेटाइज बटनमा क्लिक गर्नुहुन्छ नि, जब युट्युब च्यानल बनाइराख्दाखेरि सुरुको प्रोसेसमा है, त्यो बटन फ्रिज भइदिन्छ। अब त्यो फ्रिज भएको अवस्थामा चाहिँ तपाईँले त्यो मोनेटाइजेसन बटनलाई कसरी साँच्चीकै इनेबल गराउन सक्नुहुन्छ त? इनेबल गराउनु पऱ्यो। इनेबल नभएसम्म तपाईँको भिडियोमा मोनेटाइज गर्दैन त्यसलाई। त्यस कारणले म तपाईँलाई स्क्रिनतिर लग्छु होइन। त्यस सानो तरिका छ, क्विक स्टेप छ। त्यो वान स्टेपमै हजुरले मोनेटाइजेसन बटनलाई इनेबल गराउन सक्नुहुन्छ। इफ योर मोनेटाइजेसन इज नट इनेबल अर वेदर इट सोज फ्रिज होइन। म त्यही देखाउन तपाईँलाई स्क्रिनतिर लग्दैछु। सानो क्विक स्टेप छ, त्यहाँबाट पनि तपाईँले कहिलेकाहीँ हुन्छ नि, तपाईँ युट्युब च्यानल भर्खर खोल्दै हुनुहुन्छ भनेपछि मोनेटाइजेसन इनेबल नहुन सक्छ। तपाईँले अर्को भिडियो हेरेर पनि गर्न खोजिराख्नु भएको हुन्छ, तर भिडियो इनेबल नभइदिन सक्छ है। ल अहिले मेरो कम्प्युटर स्क्रिनतिर जाउँ, म त्यतै हजुरलाई देखाउने छु। यदि इनेबल भएको छैन भने गर्ने कसरी त? कहिलेकाहीँ तपाईँले गेट स्टार्टेडमा क्लिक गर्दाखेरि पनि इनेबल त्यो मोनेटाइजेसन सुरु हुँदैन। त्यस कारणले है त्यति जाउँ है त। हस्, साथीहरूले यहाँ हेर्न सक्नुहुन्छ है। जस्तै हेर्नुहोस् त यहाँ गुगलको जब मोनेटाइजेसनमा म गएको छु नि, स्ट्याटस तपाईँलाई थाहै छ। जब यो च्यानलमा जान्छु म, जब स्ट्याटस एन्ड फिचरमा जान्छु नि, स्ट्याटस एन्ड फिचरमा गइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ इनेबल अप्सन्स आइरहेछ, तर इनेबल गर्न मिल्छ कि मिल्दैन हेरौँ है। इनेबलमा क्लिक गरेँ मैले होइन। म यो च्यानललाई अब इनेबल गर्नलाई पहिला गेट स्टार्टेडमा क्लिक गर्दैछु है। गेट स्टार्टेडमा जब मैले क्लिक गरेँ, तब हेर्नुहोस् त यहाँ आएर यसरी अडिदिन्छ, एकछिन रोकिदिन्छ। अब यस्तो किन भएको होला? वाइ मोनेटाइजेसन बटन इज फ्रिज हियर हो कि नै। यसको हामीले सोल्युसन खोज्नु पर्यो। यसको सोल्युसन भनेको के छ? एउटै सोल्युसन छ, हेर्नुहोस् त। सोल्युसन के छ भने ब्याक जानुहोस्। अब म इनेबल बटनमा क्लिक गर्छु। अब यतिखेर मोनेटाइजेसन हुन्छ कि नै हेरौँ है। त्यो किन नदिएको होला भनेर तपाईँले यहाँ हरेक अप्सनमा यसरी क्लिक गर्नुहोस् होइन। यहाँ अप्सनहरू दिएको छ, यहाँ तपाईँले किन दिएको छैन भनेर हेर्नु। अब भएन होइन, नभएपछि यहाँमा क्लिक गर्ने, लर्न मोर अप्सनमा जाने, यस गर्नुहोस् होइन। फेरि ब्याक जानुहोस्, एमा क्लिक गर्नुहोस्, एमा क्लिक गर्नुहोस्। अब यहाँ लर्न मोरमा जानुहोस्, यहाँ पनि यस गर्नुहोस् होइन। अब फेरि अर्कोमा जाउँ, हामी एमा जाउँ, लास्ट अप्सन चाहिँ होला होइन। यसको चाहिँ छैन है। अब यहाँ क्रिएट स्टार्टरमा जाउँ त हामी बल्ल देखायो है, देख्नुभयो। तपाईँले जबसम्म तपाईँको यो गाइडलाइनहरू पढ्नु हुँदैन नि, जस्तै मैले यहाँ सबैमा क्लिक गरेर पढेँ नि, एक एक गरेर पढेँ, प्लस फिडब्याक दिएँ तिनीहरूलाई। जबसम्म तपाईँले फिडब्याक दिनुहुन्न तबसम्म तपाईँको मोनेटाइजेसन इनेबल हुँदैन है। अब गेट स्टार्टमा क्लिक गरौँ त, हेर्नुहोस् त डाइरेक्ट आयो है। अब आइसकेपछि मैले के गर्छु, तिनटै एकाउन्टमा क्लिक गर्छु, आई एक्सेप्ट गर्छु। हस् त साथीहरू, आजलाई यति नै होइन। अब तपाईँहरूको आफ्नै के जिज्ञासा प्रश्नहरू छ भने चाहिँ अवश्य तल कमेन्ट बक्समा लेख्नुहोला, म रिप्लाई गर्नेछु। र सक्दोसम्म त्यही के तपाईँका जिज्ञासाहरूबाट आएकैहरूबाट पनि म अर्को भिडियो बनाउने कोसिस गर्नेछु। तपाईँको जिज्ञासाहरूलाई समेटेर अगाडि आउने दिनमा नयाँ नयाँ भिडियोहरू बनाउनेछु होइन। त्यस कारणले प्लिज लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला मन परेमा होइन। हजुरहरूको साथले नै मलाई हौसला मिल्नेछ अगाडि बढ्नलाई। त्यसैले आजलाई यति नै। अर्को भिडियोमा त हाम्रो भेट हुँदै छँदैछ। हस् त, धन्यवाद।